बाबुसँग छ बोलेको मुखमुखै पनि कति लाग्न सकेको मुखमुखै कति मैले बोलेकै हैन त अहिले म यहाँ चुप लाएर बसिरहँदा किन हजुरले भन्नुभएको हैन चुप लाएर बसेको भए मैले भन्थे खाली मुखमुखै लाएछ पढ्न बसे के भने मैले कैची चलाएर बसिरहेछ बिहान भर्खर कैची देखाएको छ अनि देखेकै थिएन त अहिले कसरी पढ्दै अहिले भर्खर देखेँ त यहाँ नेपाली बुक निकाल्दाखेरि के पढिराखिरहेछस् त नेपाली पढिराखिरहेछस् राखेँ त नेपालीको निकाल्दाखेरि देखिस् राम 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 कति चाहिँ चढियो कि औरो फड्याउँछ त्यहाँबाट पढ्नु एक रति छैन पढ्नु हजुरले देख्नु भएको छैन भने मैले पढेको छैन न भन्नु ल आउनु एक रुपैयाँ पढे आमा आउनु परेन नआएको भए पढ्थे अब यही पारा हो भने गइरहन्छस् कि त डी ग्रुपमा जान्छस् नभए ई ग्रुपमा जान्छस् हैन गए हजुरले के हुन्छ भनेको हजुरले केही वास्ता दिनु भएको भने माया गर्नु भएर छैन तर कसले माया गर्दै छ नि त गइहाल म जान्न पढ्नु गर्नु छैन ध्यान दसतिर छ आएर चारचोटि कपाल बिगारेछ कि चारचोटि कपाल बाँधिछ कि त्यो बाबुसँग चल्न जिस्किनलाई आइपुग्छ कतिखेर चलाइदियो हुन्छ जस्तो गरेर हेरा छैन मैले नदेखे जस्तो मात्र गरे हो के देख्नु भयो भने अगाडि किताब मलाई टाउको ठोकेर उआएको थियो यहाँ तल हो यहाँ चलेर नबसिरहेथिस् त्यहाँ टाउको ठोकेर उआ त्यहाँबाट यहाँ आएको छ अहिले हजुरले भनिरहनु भएको छ नि होइन सुरुमा मैले त केही बोलेको थिइनँ म हजुरले जतिखेर पनि यहाँबाट आफै गाडी गर्दै आउनुभयो भने कपाल काटेको भन्नुहुन्छ हातमा कैची हुने बित्तिकै अब कपाल काटेको भन्नुहुन्छ अहिले भर्खर त्यही भन्नुभएको होइन अगाडि दुईटा कैची राखेकी छेस् अब दुईटा कैची राख्ने बित्तिकै हुन्छ त खाली राख्नु टेबलको कैची हुने बित्तिकै कपाल काट्छ अब एकै कपाल काट्छु के चाहिँ खालिस बाबुले उठाउँछ उठ्याल जुपट उठ्याल त फचस त्यसरी कैची जुपट उठ्याल फाट तेरा काट म आफै राख्छु नि उठ्याल अहिले त्यहाँ बाबु त्यहाँ गएर त्यहाँ लाग्यो भने तल त कसरी जुपट उठेर जाऊ भन्दैछु म जान्छु गइहाल अनि जान्छु अहिले गइहाल नानी उठेर त्यो कैची निकाल त्यहाँबाट हाल्दिनुहोस् है कैची त्यसरी राख्न खोजाउ त राख उठेर गएर राखिहाल राख्छु नानी उठेर गएर राख राख्छु नि त उठिहाल त नि के छ तैँले हेर्नुपर्ने थेत्तरो पनि कति थेत्तरो भएको भन्ने कुरो त राम्रो राखेको त छ नि अहिले म आएपछि लेख्न थालिस् त्योभन्दा अगाडि किताब कति ल्यायो यो चाहिँ कति कति घन्टामा बसेको यहाँ तेरो मुखै डाम दिने बेला हुन्छ आगो तताएर दिनु भएको छैन र यत्रो कति नकाउन्ट गर्नु भएको छ काम त तँ गर बस् न तँलाई दुखेको भए त तँ सरी भनेर आफ्नो उ गर्न थालिहाल्छस् सँगसँगै बात मान्छे होइन र नदुख्नको लागि यो के चिज हो यो नदुख्नको लागि त्यही होस् त तेरो बानी हेर त्यही होस् त मान्छे नि होइन बाबालाई फोन गर त भन्नु